पत्रकार तथा चलचित्र निर्देशक दिपेन्द्र लामाज्यूले आज एउटा पोस्ट लेख्नु भएछ। यो पोस्ट मैले पढ्ने एकछिन। त्यो पोस्टमा के भनेको छ भने कि गाउँ-गाउँमा हैन पहाडका गाउँ-गाउँमा पनि अहिले बाटो बने, बजारहरू राम्रा हुँदै गएको छन् हैन, मान्छेहरू विदेश पढ्न थाले, शिक्षाको भ्याल्यु हैन पढ्नुपर्छ भन्ने कुरा भनिएको छ। तर यो पोस्टमा भनेको कुरासँग म सहमत छु हैन, यो ट्रुथ नै हो, तर हाफ ट्रुथ चाहिँ हो। यो पोस्टमा भनेको कुराहरू गलत चाहिँ होइन हैन भन्न पनि मिलेन, तर आधा ट्रुथ हैन हाफ ट्रुथ चाहिँ हो। किनभने कन्टेक्स्ट भन्ने कुरा पनि हुन्छ र अब कुरा गरौँ विकासको हैन, विकास भनेको फेरि यो बाटो बन्ने मात्रै विकास त हैन नि त हैन, बाटो त बनिरहनु हुन्छ। कि मैले अस्ति भर्खरै एक ठाउँमा के पढेको थिएँ भने कि विकास दुई थरीको हुन्छ, एउटा चाहिँ समयसँगै भइरहने विकास हैन, देशमा कसैले केही नगरे पनि भइरहन्छ त्यो विकास। जस्तै हामी नेपालकै कुरा गर्दा माओवादी द्वन्द्वकालमा पनि सयौं हजारौं किलोमिटर बाटो नबने पनि 2-4 किलोमिटर त बन्थ्यो, त्यो भनेको राज्यको संयन्त्रले बनाइराख्ने कुरा होइन। सो त्यस्तै त्यो टाइपको विकास हो, एउटा चाहिँ कोही भिजनले बन्ने विकास हो होइन, त्यो विकास त भएको छैन नि त। सो बाटो बन्नु नै विकास हो भन्ने कुराको अर्को आर्गुमेन्ट के पनि हुन्छ भने अब मेरै गाउँको कुरा गरौँ होइन, मेरै गाउँ महोत्तरी होइन, महोत्तरीको कुरा गरौँ, धनुषा कुरा गरौँ। अहिले धनुषा महोत्तरीमा पनि अहिले गाउँ-गाउँमा बाटो त छ होइन, कहीँ पनि जानुभयो भने कालोपत्रे भेटिन्छ। यो हामीले भोगेको पनि हो, हामीले देखेको पनि हो, हामी भन्छौँ कि विकास भयो, हाम्रो गाउँतिर पनि बाटो बन्यो भनेर होइन, न त सधैँ हामी आफै हिँडेर जानु पर्थ्यो त्यो सुगम ठाउँमा पनि। तर के भयो भने तर त्यही महोत्तरी, धनुषा, त्यही रौतहट होइन, सबैमा फेरि शिक्षाको स्तर कति तल छ त। सो सबैभन्दा हामीलाई लाग्ने एउटा भ्रम के हो भने कि बाटो बन्नु विकास हो। त्यो बाटो बन्नु पूर्वाधार बन्नु ठिक हो, तर त्यो मात्रै विकास चाहिँ होइन है। अनि अर्को कुरा के भन्नुभएको छ भने कि शिक्षा अहिले मान्छेहरू विदेश जान थाले पढ्न होइन, अफकोर्स विदेश जान थाले, तर आई विल बी मोर प्राउड होइन कि हाम्रै देशमा यस्तो एजुकेसन सिस्टम भएको भए कि विदेश जानै नपरोस् होइन। हो त्यो विदेश जानु आफ्नो स्वतन्त्रता हो, फ्रिडम हो भन्ने कुरा पनि छ, जसले सक्छ बाहिर गए, पहिले पनि जान्थे अहिले पनि गइरहेछन् होइन। तर देशमा शिक्षाको स्थिति राम्रो भएर जानु, त्यही पनि जानु र नभएर जानु फरक कुरा होइन। तर हामीले विदेश जाने जति बेला मान्छेहरू अस्ट्रेलिया युके जान थाले सामान्य मान्छे भनेर पनि प्राउड गर्छौँ, हामीले यो पनि बुझ्नुपर्छ कि त्यही बेलामा त हाम्रो यो 10-20 वर्षमा त 30-40 लाख कम्ती 20 लाख मान्छे त बाहिर काम गर्न पनि गयो नि त। उनीहरू त बाध्यात्मक रूपमै गएको होइन होइन, उनीहरू चाहिँ कामै पढ्नको लागि गएको होइन, खाँडी गएको भनेको पछि त यो रोजगार नपाएरै गएको हो नि त। यो कुरा पनि त हामीले बुझ्नुपर्छ नि त। जस्तै विदेश गएको कुरामा हामी प्राउड गर्छौँ भने हाम्रो देशमा काम नपाएर बाहिर मान्छे गएको छन्, त्यो पनि त छ नि त। रोजगार खै त होइन, बाटो बन्नु, मान्छे विदेश जानु मात्रै पक्कै पनि विकास होइन, विकासको त्यो साँग्रो परिभाषाभित्र पर्ला, तर ओभरअल डेभलपमेन्ट भनेको त्यो मात्रै होइन। यही कुराहरू, यस्तै कुराहरू अहिले धेरैले भन्छन् होइन, पढे लेखेका कार्यकर्ताहरूले भन्ने कुरा यही होला होइन अहिले पनि कि देशमा यस्तो भयो होइन, तर अब नपत्याउनु होला होइन। मलाई थाहा छ होइन कि उहाँले यो पोलिटिकली चार्ज अप भएर लेख्नुभएको कुरा होइन, तर यही कुराले चाहिँ नेताले, कार्यकर्ताले, अहिले आउने उम्मेदवारले भन्न सक्छन् हामीले बाटो बनायो, यो गऱ्यौँ। तर हामीले यो कुरा पनि बुझ्नुपर्छ, यो कुरा पनि ढाकछोप गर्नु भएन कि हो बाटो बन्यो तर यो बिचमा भएको अनियमितताको जिम्मेवार को हो त होइन। यति धेरै भ्रष्टाचार भएको छ, हाम्रो देशमा सबै कुरा ठिक छ त छैन नि त होइन। बाटो बन्नु मात्रै विकास नभए जस्तै त्यो हाफ ट्रुथ हो नि त त्यो कुरा होइन। हामीले भ्रष्टाचारको कुरा कहाँ गऱ्यौँ त होइन। अब यो भन्न मिल्दैन कि भ्रष्टाचार भएर पनि बाटो बनायो। कस्तो भयो भने यो कुरालाई पनि प्राउडली मानिदिनु परेको छ भने होइन, यो कुरालाई पनि प्राउडली बुझिदिनु परेको छ भने कि हो बाटो बनायो भनेर, द्याट्स सो पथेटिक। र हामीलाई चाहिँ यो कुरामा आफैले क्वेसन गर्नुपर्ने हुन्छ होइन कि बाटो बनाए र मान्छे विदेश जानु पर्यो भन्दैमा विकास भएको हो त। अनि पढे लेखेका मान्छेहरूले, पढे लेखेका स्पेसली कार्यकर्ताहरूले यस्तै लजिक लाएर मान्छेले पर्सुएड गर्छन् होइन। उनीहरूले झुटो बोल्दैनन्, उनीहरूले चाहिँ कुरा चाहिँ लुकाउँछन्, आधा ट्रुथ चाहिँ भन्छन्। हो यही हो, त्यही भएर यस्तो कुराहरू चाहिँ ध्यान दिनु होला। नेगेटिभ यसरी बन्ने हो कि ठाडै अहिले सबै मान्छेहरू जान्ने भइसके होइन, सबै मान्छेले चाहिँ त्यो राजनीतिक कुरा गर्दा चाहिँ के भन्नुपर्छ भन्दा पनि के चाहिँ भनेनन् भन्ने कुरामा चाहिँ ध्यान दिनु होला।